सबैजनालाई नमस्कार। तपाईहरुलाई सिभिल ज्ञान केन्द्रमा स्वागत छ। आज हामी ब्याचलर इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङ अन्तर्गत पढ्नुपर्ने ट्रान्सपोर्टेसन फर्स्ट यो चाहिँ ब्याचलरमा र हाइवे इन्जिनियरिङ चाहिँ डिप्लोमामा पढ्नुपर्ने एकदमै महत्त्वपूर्ण टपिक सुपर इलिभेसन भन्ने बारेमा आज हामी यसको सम्पूर्ण कन्सेप्ट र यसको डेरिभेसन हेर्न जाँदैछौँ। अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा सुरुमा यो सुपर इलिभेसन भन्ने एकदम सुनिन्छ, यो भने के हो एकैछिन बुझौँ है त। विशेष गरी घुम्टीहरुमा अर्थात् हामीले इन्जिनियरिङ टर्ममा भन्यो भने विशेष गरी कर्भहरुमा होरिजोन्टल कर्भहरुमा के हुन्छ भन्दाखेरि अब ख्याल गर्नु होला, तपाईले देख्नु पनि भयो होला। विशेष गरी मानौ यो भनेको बाटोको कुनापट्टि अर्थात् बाटोको भित्ता हुन्छ नि, बाटोको कुनापट्टि यो भनेको चाहिँ बाटोको ढिक अर्थात् भिरपट्टि के तलपट्टि भिर छ, यतापट्टि चाहिँ भित्तो छ। यो कुना बाटोको कुना भयो, यो चाहिँ ढिक भयो के। सुपर इलिभेसन भने के हो भन्दाखेरि यो बाटोको कुना भन्दा हैन यो बाटोको ढिकपट्टि केही उठाइएको हुन्छ के, यसलाई नै सुपर इलिभेसन भनिन्छ। हेर्नुस् त यहाँबाट यसको सेक्सनबाट अलि बुझिन्छ। यताबाट गाडी आइरहेछ, यो घुम्टी हो है। यो कुनापट्टिको भागमा यहाँनिर छ भने ढिकपट्टिको भाग के हुन्छ, हल्का उठेर यत्रो भाग हुन्छ। यसलाई नै के भन्छ, सुपर इलिभेसन भनिन्छ। सुपर इलिभेसन भने के रहेछ त, विशेष गरी होरिजोन्टल घुम्टीहरुमा कुनापट्टिको भागभन्दा छेउपट्टिको भाग उठाइएको हुन्छ, त्यसलाई नै सुपर इलिभेसन भनिन्छ। अब किन गरिन्छ त भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। जब कुनै पनि गाडी हुइकेर एकदम स्पिडमा यो घुम्टीमा हिँड्छ, त्यो बेलामा के हुन्छ भन्दाखेरि यो गाडी हुत्तेर भिरपट्टि खस्न सक्छ। के को कारणले गर्दा, सेन्ट्रिफुगल फोर्सको कारणले गर्दा। सेन्ट्रिफुगल फोर्स भने के हो भन्दाखेरि आफूभन्दा टाढा फाल्ने फोर्स त सेन्ट्रिफुगल फोर्स त भन्ने हो नि। गाडी हिँड्नुपर्ने छ बाटोमा, सेन्ट्रिफुगल फोर्सले के गर्छ, गाडीलाई यो बाटोबाट तानेर भिरपट्टि फाल्न खोज्छ। त्यही भएर तपाईँले ख्याल गर्नुभयो होला, जब गाडी फनक्क घुम्छ मान्छे भित्रको हुत्तिन्छ नि है, त्यसलाई त्यो सेन्ट्रिफुगल फोर्सको कारणले गर्दा हुत्तेको हो भन्ने बुझ्नु पर्यो। त्यो इफेक्ट चाहिँ कम होस् भन्नका लागि चाहिँ है, सेन्ट्रिफुगल फोर्सलाई कम गर्नका लागि चाहिँ बाटो उठाइएको हुन्छ है, कुनाभन्दा छेउपट्टिको भाग उठाइएको हुन्छ। अर्को महत्त्वपूर्ण कारण के हो भन्दाखेरि गाडीभित्र बस्ने प्यासेन्जर र ड्राइभरहरूलाई पनि कम्फर्ट प्रदान होस् भनेर चाहिँ यो कुनाभन्दा छेउको भाग उठाइएको हुन्छ। यो चिज चाहिँ के हो भन्दाखेरि यही चिजलाई सेक्सनमा देखाएको हो है। ल बाँकी कुरा यो चित्रले तल पनि प्रयोग हुन्छ, त्यति बेला यसको बारेमा अझ बुझौँला। अब यसको डेफिनेसनतिर जाउँ। सुपर इलिभेसन भने के, मैले जे भने यहाँ त्यही लेखेको छु। विशेष गरी इन होरिजोन्टल कर्भहरुमा आउटर एज भनेको बाहिरको भाग है के गरिएको हुन्छ, राइज भनेको उठाइएको हुन्छ। के भन्दा, इनर एज भन्दा भनेको कुनापट्टि भन्दा उठाइएको हुन्छ। कुनापट्टि भन्दा आउटर एज, इनर एज यो भयो भित्तापट्टिको भाग मैले भनिसकेको थिएँ। आउटर एज भनेको के गरेको हुन्छ त उठाइएको हुन्छ। राइज भनेको ठुलो बनाइएको हुन्छ। किन भन्दाखेरि सेन्ट्रिफुगल फोर्सलाई कम गर्नका लागि र के त प्रोभाइड गर्नका लागि कम्फर्ट, कसलाई त प्यासेन्जर र ड्राइभरहरूलाई कम्फर्ट, ड्राइभर भनेको गाडी चलाउने ड्राइभरहरूले कम्फर्ट प्रदान होस् भन्नका लागि यो रोडको इनर एज चाहिँ के, इनर एज भन्दा आउटर एज उठाइएको हुन्छ। त्यसलाई नै के भनिन्छ त सुपर इलिभेसन भनिन्छ भनेर लेखेको छ यहाँ। यति लेख्दाखेरि यसको 2 मार्क्स सोध्न सक्छ, यति लेखे पुग्छ। तपाईँले मन लाग्यो भने चित्र बनाउँदा पनि हुन्छ। यो चित्र अलिकति 3D मा छ, 2D मा पनि तल मैले बनाएको छु, त्यो हेर्नु होला। अब यसको डेरिभेसनतिर जाउँ है। अब डेरिभेसनतिर जाँदा तपाईँले इक्जाममा बनाउने चित्र भनेको यति मात्र हो है। यो जुन बक्सभित्र छ यति मात्र, तपाईँले बनाउने चित्र भनेको यति मात्र। तर यो चित्र कसरी बन्यो, के बन्यो भन्ने कुरा अलिकति हामीले बुझ्नु आवश्यक छ है। यहाँ यो चित्र सेम हो, हेर्नु है। यहाँ बी भनेको यो पाङ्रा हो है, ए भनेको यो पाङ्रा हो, अनि यो यस्तो देखिएको छ नि एउटा बक्स जस्तो, यो भनेको गाडी हो, गाडी देखाउन खोजेको है। अरू चिज चाहिँ सेम छ। अब हामीले सबैभन्दा सुरुमा एउटा घुम्टीमा गाडी हिँडिरहेको छ मानौँ है, जस्तै मानौँ यही गाडी मानौँ जुन चाहिँ यसरी यो बाटोमा घुम्टीमा हिँडिरहेको छ। यो गाडीमा चाहिँ कस्तो कस्तो लोडहरू, कस्तो कस्तो फोर्सहरू लागेको हुन्छ भन्ने कुरा हामीले निकाल्नुपर्छ क्या है। विशेष गरी कुनै पनि गाडी यसरी घुम्टीमा हिँडिरहँदा यसमा 3टा किसिमको फोर्स लागेको हुन्छ क्या। एउटा भनेको फ्रिक्सन फोर्स यहाँ लेखा छ, जुन चाहिँ पाङ्राले गर्दा लागेको हुन्छ। पाङ्रा भने 2टा छ, यसलाई मैले के भने, यो पाङ्रालाई मैले ए भने, यसलाई मैले बी भने। तपाईँले यसलाई ए यसलाई बी भन्न पनि सक्नुहुन्छ। एउटा चाहिँ पाङ्रा त कहाँ हिँड्ने हो, पाङ्रा कहाँ हिँड्छ, पाङ्रा भनेको हाम्रो चाहिँ बाटोमा हिँड्छ हो। त्यो त्यसपछि के हुन्छ त फ्रिक्सन प्रोड्युस हुन्छ। त्यही भएर एउटा भनेको फ्रिक्सन फोर्स हुन्छ। फ्रिक्सन फोर्स एउटा होइन 2टा हुन्छ। एउटा पाङ्रा, 2टा पाङ्रा छ नि, त्यही भएर है। एउटा भनेको अब यहाँ 4वटा पाङ्रा हुन्छन् गाडीका भन्ने कुरा आउन सक्छ। अहिले हामीले सेक्सनमा हेर्दा 2टा पाङ्रा मात्र लिएर कन्सिडर गर्छौँ, त्यही भएर ए र बी मात्र भनेको है। 4वटा पाङ्रा देखाउन मिल्दैन, त्यही भएर पाङ्रा बीले गर्दा लाग्ने फ्रिक्सन फोर्स एफबी यहाँ देखाएको छ। यो ए पाङ्राले गर्दा लाग्ने फ्रिक्सन फोर्स भनेको एफए है। एउटा भनेको फ्रिक्सन फोर्स सक्यो। अर्को भनेको के छ, सेन्ट्रिफुगल फोर्स है। अर्थात् जब गाडी
जब गाडी चाहिँ घुम्टीमा हिँड्छ यो चाहिँ गाडी चाहिँ हुत्तेर चाहिँ भिरबाट खखान खोज्छ के घुम्टीमा तपाईँहरू गाडी चढिरहेको बेलामा ख्याल गर्नुभयो होला गाडी घुम्टीमा मोड्दाखेरि तपाईँ हुत्तिनुहुन्छ अलिकति हल्लिनुहुन्छ है हो त्यो भनेको एउटा लोड त्यो भनेको एउटा फोर्स हो त्यसलाई के भन्छ सेन्ट्रिफुगल फोर्स त्यो कता लागेको छ त यतापट्टि लागेको छ है ढिकापट्टि लाग्छ त्यही भएर यो मैले पी भन्ने चाहिँ यसको यो गाडीको सेन्टरबाट यतापट्टि लगाएको छु यो हेरो है त्यसपछि अर्को भन्यो गाडीको वेट त हुन्छ नि वेट कता लाग्छ अहिले पनि तलपट्टि लाग्छ गाडीको आफ्नो वेट त हुन्छ नि अब कति टनको छ कति क्विन्टलको गाडी छ त्यसको लोड कता लाग्छ तल लाग्छ यो एरोले देखाएको छ त्यही भएर यो एरो भनेको तल है डब्लु भनेको वेट के लोड लाग्दो रहेछ एउटा फ्रिक्सन भनेको दुईटा पाङ्ग्राबाट दुईटा फ्रिक्सन फोर्स लाग्यो ए र बी एमा लाग्ने एफए बीमा लाग्ने एफबी एउटा भनेको सेन्ट्रिफुगल फोर्स जुन चाहिँ यतापट्टि लागेको छ ढिकापट्टि लाग्छ अर्को भनेको वेट गाडीको वेट भनेको तलपट्टि लाग्छ है तलपट्टि है यसरी तीनटा फोर्स लाग्छ है यो चित्र कसरी बनाउने म एकछिनमा भन्छु है अरू यहाँ डब्लु साइन थीटा पी कस थीटा लेखा चाहिँ कसरी गर्ने अलि तल आउँछ सबैभन्दा सुरुमा तपाईँले के गर्नुहोस् भन्दाखेरि यो चित्र बनाउनका लागि एउटा बाटो बनाउनुहोस् यति मात्र बनाउनुहोस् है यो चाहिँ सिधा लाइन तान्ने अनि हल्का कुनादेखि छेउत्रको भाग उठाउने यो बनाउन सकिन्छ अनि पाङ्ग्रा बनाउनुहोस् एउटा बी पाङ्ग्रा एउटा ए पाङ्ग्रा अनि एउटा गाडी बनाउनुहोस् यता एतिर लाग्ने एफए लेख्नुहोस् बीतिर लाग्ने एफए लेख्नुहोस् है यो गरिसकेपछि अब तपाईँले सबै कुरा छोडेर यसलाई यो माथिको छड्के लाइनलाई अलिकति यहाँ सिधा देखाएको छ भनेको छड्के लाइन हो र यो माथिको जुन यो छ नि यो चिजलाई यहाँ ल्याएर टप्प टिप्नुहोस् है यो तलको सिधा लाइनलाई छोडिदिनुहोस् अहिले यहाँ के हुन्छ भन्दाखेरि वेट सिधा तल लाग्छ पी भनेको राइटतिर लाग्छ है अब एफए देखाउनु पर्ने किनकि मैले यहाँ हामीले यो बुझिसकेका छौँ कि पाङ्ग्रा बीमा लाग्ने एफए एमा लाग्ने एफए भनेर है त्यसपछि अब के हुन्छ भन्दाखेरि तपाईँले केही नगर्नुहोस् यो लाइन जस्तो तान्नु भएको छ नि यसको ठ्याक्कै यस्तै प्यारलल लाइन चाहिँ यसरी यहाँ तान्नुहोस् है अनि यो लाइनसँग परपेन्डिकुलर गरेर यो डट लाइन तान्नुहोस् भन्न खोजेको यो लाइन जस्तो छ अर्थात् यो लाइन जस्तो छ त्यो लाइन यसरी यहाँबाट तान्नुहोस् है अनि यो लाइन तानिसकेपछि यसको परपेन्डिकुलर हुने तरिकाले टक्क 90 डिग्री हुने तरिकाले यहाँ तान्नुहोस् है यो अब हेर्नुहोस् है यो भइसकेपछि यसको एङ्गल त हाम्रो ठिटा मानेको छ यहाँ पनि ठिटा भनेपछि यो एङ्गल ठिटा छ भने यहाँनिर बनेको एङ्गल पनि ठिटा हुन्छ अनि यहाँनिर बनेको एङ्गल पनि ठिटा हुन्छ है यो कुरा बुझ्नु पर्यो अब तपाईँले के गर्नुहोस् इजी बुझ्नलाई जहाँ ठिटा छ त्यसलाई चाहिँ जहाँ जतापट्टि ठिटा त्यतापट्टि कस जतापट्टि ठिटा छ नि त्यतापट्टि साइन त्यही भएर हामीले अब यसलाई पी भन्ने फोर्सलाई रिजर्भ गर्नु पर्यो क्या रिजल्भेसन अब हामीले एप्लाइड मेकानिक्समा पढेको कुरा हो यहाँ पी भन्ने लोड छ भने यसलाई दुईटा कम्पोनेन्टमा डिभाइड गर्नु पर्यो यतापट्टि ठिटा छ एङ्गल कति एङ्गलमा पी लोड लगाइराख ठिटा डिग्रीमा भनेपछि के गर्नुपर्छ पी कस ठिटा किन कस भयो भन्दाखेरि ठिटा जतापट्टि ठिटा त्यतापट्टि कस भन्ने बुझ्नु पर्यो है पी कस ठिटा पीलाई रिजर्भ गरेको तलपट्टि आउँदा के हुन्छ पी साइन ठिटा हुन्छ है अब अर्को भने के छ डब्लुलाई पनि रिजर्भ गर्नु एउटा पीलाई रिजर्भ गर्नु पर्यो एउटा डब्लुलाई रिजर्भ गर्नु पर्यो क्या अब के हुन्छ यस ठिटा कहाँ छ यहाँ छ भनेपछि यता के हुन्छ डब्लु कस ठिटा हुन्छ किनकि डब्लुलाई रिजर्भ गर्ने हो कतापट्टि ठिटा भएको थियो त्यही भएर कस ठिटा जता ठिटा त्यता कस भने मैले भने नि डब्लु कस ठिटा यता ठिटा थियो र यता पी कस ठिटा भयो अहिले चाहिँ यतापट्टि छ नि ठिटा त्यही भएर के हो डब्लु कस ठिटा भयो क्या अनि यतापट्टि ठिटा छैन नि त्यही भएर के हो डब्लु साइन ठिटा भयो कि हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यहाँ तीनटा फोर्सहरू लाग्छ एउटा भनेको पी भन्ने जसलाई सेन्ट्रिफुगल फोर्स भनिन्छ अर्कोलाई भन्छ डब्लु भनेको यसको गाडीको वेट होइन अर्को भनेको फ्रिक्सन त दुईटा पाङ्ग्रामा लाग्छ सकिहाल्यो एफए र एफई भइहाल्यो अब पी र डब्लुलाई रिजर्भ गर्ने हो कि पी र डब्लुलाई दुई भागमा रिजोल्युसन अफ फोर्स गर्ने हो अब कति डिग्री एङ्गलमा दुईटा ठिटा डिग्री एङ्गलमा त्यही भएर एकचोटि पी कस ठिटा हुन्छ एकचोटि पी साइन ठिटा हुन्छ हामीलाई थाहा छ एकचोटि डब्लु कस ठिटा हुन्छ डब्लु साइन ठिटा हुन्छ कतापट्टि कस कतापट्टि साइन भन्ने कुरा यहाँ हेरेर पनि बुझिन्छ नत्र सिम्पलमा के बुझ्नुहोस् भन्दाखेरि जतापट्टि ठिटा त्यतापट्टि कस भन्ने बुझ्दा भयो कि है ल यो गरिसकेपछि यो चित्र ल टक्क यहाँ राखेपछि एउटा कम्बिनेसन यो चित्र बनाएपछि तपाईँहरूलाई पुग्छ है यति चित्र कसरी भयो तीनटा फोर्स लाग्छ तीनटा फोर्सलाई पी र डब्लुलाई रिजर्भ गर्नु पर्यो फ्रिक्सनलाई केही गर्नु परेन तीनटा फोर्स लाग्छ भन्ने कुरा बुझ्नु पर्यो यहाँ मैले त्यही लेखाएको छु हेर्नुहोस् के लेख्नु होला भन्दाखेरि कुनै पनि एउटा गाडी जब कर्भमा घुम्टीमा चाहिँ गाडी गुड्छ त्यसमा चाहिँ तल फलिङ फोर्स आर एक्टिङ भनेर लेखाएको छ एउटा के रहेछ सेन्ट्रिफुगल फोर्सलाई केले डिनोट गरिन्छ पीले यसको फर्मुला याद गर्नु पर्यो है एमबी स्क्वायर अपन आर हुन्छ एम भनेको मास गाडीको मास है तौल कति छ केजीमा पी भनेको गाडीको स्पिड कति लिनिरहेछ अनि आर भनेको यसको रेडियस कर्भको रेडियस कति छ भन्ने कुरा एमबी स्क्वायर अपन आर हुन्छ अब हामीले के नगरौँ यसको जेको त्यही लेखौँ अनि माथि पनि जी तल पनि जी यो गरेपछि आखिर काटिन्छ मैले एउटा यसलाई छुट्टै किसिमको फर्मुला बनाउन खोजिरहेको छु माथि पनि जी मैले थपेँ अनि त्यसलाई क्यान्सल गर्न तलपट्टि जी थपेको मात्र हो है अरू सेम छ त्यसो हामी के गर्छु अलिकति मिलाउँछु यहाँ एम इन्टु जी यसलाई यताउता पार्छु है एमजी भी स्क्वायर यो जी अघि आयो एमजी भी स्क्वायर अपन
जीआर भयो है। अब मैले के गर्छु भन्दाखेरि थाहा छ एमजी भने के हो, डब्लु बराबर एमजी हो, वेट बराबर मास इन्टु ग्रेभिटी हो। त्यही भएर एमजीको ठाउँमा मैले के लेख्न पाउँछु, एमजीको ठाउँमा मैले डब्लु लेख्न पाउँछु, भी स्क्वायरको भी स्क्वायर, जीआरको जीआर। अब मैले के गर्छु भन्दाखेरि यो डब्लु छ नि, यो सानो डब्लुलाई पीको तल्लोपट्टि ल्याउँछु, त्यो पी बाई डब्लु। अब यहाँ के बच्यो, भी स्क्वायर हो भने जीआर, यसलाई मैले एउटा ब्राकेटमा राखेँ। त्यो तपाईँले किन यस्तो गरेको भन्दाखेरि पछि पी बाई डब्लु भन्ने एउटा टर्म आउँछ, त्यहाँनिर लगेर हामीले भी स्क्वायर पनि जीआर राख्ने हो, त्यही भएर यो गरेको है। एमबी स्क्वायर आरबाट सुरु हुन्छ, जी बाई जी थप्छौँ, त्यसपछि यताउता गरेर एमजी भन्ने एउटा टर्म आउँछ, त्यसलाई हामीले डब्लु रिप्रेजेन्ट गर्छौँ, डब्लुलाई तल्लोपट्टि ल्याइदिन्छौँ, त्यसपछि भी स्क्वायर पनि जीआर भन्ने एउटा आउँछ है। एउटा सेन्ट्रिफुगल फोर्स हामीले एक्ट गरेर चाहिँ यसको काम सक्यो। अब आयो के फ्रिक्सनल फोर्स। के हुन्छ फ्रिक्सन फोर्स भने एउटा एफए एउटा एफपी, एउटा पाङ्रा ए र बी मानेको थियौँ, एमा लाग्ने एफए, बीमा लाग्ने एफपी भयो है। इन सोन इन फिगर, जुन फिगरमा देखाएको छ बुझिहाल्नुभयो। अर्को भनेको वेट अफ द भ्याकल, भ्याकलको वेट कतापट्टि लाग्छ जहिले पनि डाउनवार्ड तलपट्टि लाग्छ, त्यसलाई हामीले केले डिनोट गरे हम, डब्लु डिनोट गरे हम है, डब्लु है। यो भइसकेपछि अघिको चित्र बनाउनु पर्दैन, यहाँ बुझ्नलाई हो। अब हामीले के गर्यो, यदि सजिलो छ, तपाईँले अब यो एप्लाइडमा पढ्नु भएको छ, तपाईँले स्ट्रक्चरमा पढ्नु भएको छ, हामीले इक्विलिब्रियम कन्डिसन लगाउँछौँ के है। इक्विलिब्रियम कन्डिसन भने के भन्दाखेरि हामीले तीनवटा कुराहरू पढ्थ्यौँ, समेसन एफएक्स, समेसन एफएस, मुभमेन्ट, समेसन अफ मुभमेन्ट गर्थ्यौँ। हामीले त्यो केही गर्नु पर्दैन, समेसन अफ एफएक्स गरे हुन्छ, अर्थात् यता र यता गएको फोर्स मात्र के, कि यता गएको फोर्सहरू मात्र लिने के है। एफएक्स भने के हो, कि यता है। एफआई भने के हो, कि तल कि माथि। एफएक्स भनेको दायाँ र बायाँ, एफआई भनेको तल र माथि, मुभमेन्ट भनेको यसरी घुम्ने है, क्लकवाइज एन्टी क्लकवाइज भन्ने थियो। अरू सबै कुरा बिर्सेर हामीले अब समेसन एफएक्सतिर मात्र जाउँ, कि यता गएको फोर्स, कि दायाँ कि बायाँ गएको फोर्स हेरौँ है। यसमा त्यही मात्र युज हुन्छ, समेसन एफएक्स मात्र युज हुन्छ भन्नु खोजेको। दायाँ र बायाँ गएको फोर्स, तल र माथि गएको दायाँ बायाँको कुरै हुन्न यसमा है, तल र माथिको कुरा हुन्न, दायाँ बायाँको कुरा हुन्छ भन्नु खोजेको ल। अब हेर्नुहोस् पिकस थीटा कता लागिरहेछ, पिकस थीटा यतापट्टि लागिरह, मैले यो लेखेँ है, बराबर। अब तपाईँले बुझ्नुहोस् यतापट्टि गएको फोर्स र यतापट्टि गएको फोर्स त बराबर हुनुपर्छ, नत्र त गाडी पल्टिहाल्छ नि। जहिले पनि इक्विलिब्रियम कन्डिसन भनेको बराबर भन्न खोजे हो कि। त्यही भएर पिकस थीटा राइटपट्टि लागिरहेछ भनेपछि डब्लु साइन थीटा यतापट्टि लागिरह, यस्ता फोर्सलाई मात्र हामीले कन्सिडर गर्ने हो कि। अनि एफपी भनेको कहाँ लागिरहेछ, एफबी भनेको देब्रेपट्टि लागिरहेछ, एफए भनेको पनि देब्रेपट्टि लागिरहेछ, यो बुझ्नु पऱ्यो हामीले है। त्यही भएर पिकस थीटा दाहिनेपट्टि लागिरहेछ बराबर, डब्लु साइन थीटा भनेको देब्रेपट्टि लागिरहेछ प्लस एफए भनेको पनि देब्रेपट्टि लागिरह प्लस एफबी भनेको पनि देब्रेपट्टि लागिरहेछ। तपाईँले यो लेख्न झ्याउलायो भने पिकस थीटा प्लस पिकस थीटा, यता उतातिर दाहिनेतिर लागेकोलाई प्लस, देब्रेतिर लागेकोलाई माइनस लेख्न पनि सक्नुहुन्छ। त्यही भएर प्लस पिकस थीटा माइनस डब्लु साइन थीटा माइनस एफए माइनस एफबी लेखे पनि कुरा एउटै हो। मैले बिचमा बराबर थपेपछि यता गएको फोर्स र यता लागेको फोर्स बराबर हुन्छ भनेर मान्दैछु, त्यति मात्र गरेको है। उता गएको फोर्स पिकस थीटा, अरू सबै फोर्स यता दाहिनेपट्टि गएको पिकस थीटा, देब्रेपट्टि लागेको फोर्स भनेको डब्लु साइन थीटा प्लस एफए प्लस एफबी छ, यो गर्न सकियो। अब केही छैन, यति बुझे सकिहाल्यो। के बुझ्नुहोस् भन्दाखेरि दायाँ र बायाँ गएको फोर्सलाई बराबर गराउने हो कि। दायाँपट्टि लागेको फोर्स पिकस थीटा, बायाँतिर लागेको फोर्स यति सबै, ल यति त हो नि। पिकस थीटाको पिकस थीटा, डब्लु साइन थीटाको डब्लु साइन थीटा। अब एफए र एफबी भने के हो भन्दाखेरि एफए भनेको एफ इन्टु आरए हुन्छ, आरए भनेको रियाक्सन एट ए है, एमा कति रियाक्सन लाग्यो भन्ने, एफ भनेको कोफिसिएन्ट अफ फ्रिक्सन है, यो चाहिँ हामीले याद गर्नु पर्यो। अनि एफबी भनेको एफ इन्टु आरबी है। त्यसपछि पिकस थीटाको पिकस थीटा बराबरको बराबर डब्लु साइन थीटाको डब्लु साइन थीटा। अब हामीले एफ कमन ल्याउँछु, यसको र यसको एफ कमन ल्याइसकेपछि आरए प्लस आरबी भयो है। आरए र आरबी एफ कमन लिइसकेपछि यता आरए बच्यो यता आरबी बच्यो है। त्यसपछि पिकस थीटाको पिकस थीटा, डब्लु साइन थीटाको डब्लु साइन थीटा, एफको एफ। अब आरए भने के हो र फेरि आरबी भने के हो भन्ने बुझ्नु पर्यो है। अब यहाँ बुझ्नुपर्छ, अघि हामीले के कुरा गरेर पिकस थीटा कुरा हामीले माथि आइसक्यो, डब्लु साइन थीटा कुरा आइसक्यो, एफबी आइसक्यो, एफए आइसक्यो। अब यहाँ नआएको भने पी साइन थीटा र डब्लु कस थीटा भन्ने छ नि, हो यिनी चाहिँ यहाँ युज हुन्छ कि। अब तपाईँले यहाँ बुझ्नलाई पी साइन थीटा आरए माने पनि मान्नुहोस्, डब्लु साइन थीटा आरबी माने पनि मान्नुहोस्, जे गर्दा पनि कुरा एउटै हो है। त्यही भएर आरए भने मैले के गरेँ भन्दाखेरि आरए भनेको पी साइन थीटालाई लेखेँ प्लस आरबी भनेको डब्लु कस थीटालाई लेखेँ, यो चाहिँ आरए र आरबी भयो है। अब मैले के गर्छु भन्दाखेरि पिकस थीटाको पिकस थीटा, डब्लु साइन थीटाको डब्लु साइन थीटा, अनि मैले यो एफले पी साइन थीटा र डब्लु साइन थीटालाई गुणन गरेर एफ इन्टु पी साइन थीटा र एफ इन्टु डब्लु कस थीटा मैले लेख्छु। यो गरिसकेपछि मैले के गर्छु भन्दाखेरि यो पीपी भएको टर्मले एकातिर बनाउँछु, एउटा पी भनेको टर्म एउटा पिकस थीटा भन्ने छँदैछ, अर्को भने के छ भन्दाखेरि एफपी साइन थीटा भन्ने छ, यो बराबर प्लस अघि जाँदा के हुन्छ माइनस एफपी साइन थीटा भयो है, बराबरको बराबर। अब हामीले डब्लु डब्लु एकातिर बनाउँछु भन्दा खोजेको डब्लु साइन थीटाको डब्लु साइन थीटा प्लस यो के छ त एफ डब्लु कस थीटा भनेपछि यसलाई मैले इक्वेसन 1 माने सबैलाई है, इक्वेसन 1 माने।
यो मैले सबैलाई के गरेँ त इक्वेसन 1 माने है। अब मैले इक्वेसन 1 लाई के गर्छु भन्दाखेरि w cos थीटाले के गर्छु त डिभाइड गर्छु। w cos थीटा भने यो सबैलाई w cos थीटाले भाग गर्छु भन्नु खोजेको। p cos थीटा डिभाइड बाइ w cos थीटा माइनसको माइनस f p sin थीटा बराबर w cos थीटा बराबर w sin थीटा बराबर w cos थीटा प्लस f w cos थीटा अपन w cos थीटा। अब के काटिन्छ हेरौँ। cos थीटा काट्यो p बाइ w भयो माइनसको माइनस अनि त्यसपछि cos sin बाइ cos के हुन्छ tan हुन्छ fp अपन w यसको ए भइहाल्यो sin बाइ cos tan fp अपन w w काट्यो sin थीटा अपन cos थीटा tan थीटा भयो है। यहाँ चाहिँ tan थीटा भयो। w काट्यो sin थीटा अपन cos थीटा sin अपन cos tan। त्यसपछि गएर f w cos थीटा अपन w cos थीटा छ w cos थीटा काट्यो f बच्यो f मात्र बच्यो है। यसरी आएको। अब हेरौँ p बाइ w को p बाइ w अहिले यसको भ्यालु हामीले माथि निकालेछौँ अलिकति पछि लगाएर राखौँ होला। अब मैले के गर्छु भन्दाखेरि चाहिँ p बाइ w भनेको यो p बाइ w र यो p बाइ w यहाँ चाहिँ कमन ल्याइदिन्छु कि p बाइ w कमन आइसकेपछि p बाइ w गइसकेपछि यहाँ के बच्यो 1 बच्यो माइनसको माइनस p बाइ w गइसकेको छ त्यही भएर के हुन्छ f tan थीटा बच्यो। p बाइ w गइसकेको छ f tan थीटा त बच्यो नि यहाँ है। त्यही भएर बराबर tan थीटा प्लस f गरेर यो यतापट्टिको मैले केही पनि गरेको छैन। यहाँ के गरेछ भन्दाखेरि p बाइ w तान्यो कमन तान्यो p बाइ w गइसकेपछि यसको ठाउँमा 1 बच्यो अनि p बाइ w गइसकेपछि यहाँ चाहिँ के भयो f tan थीटा बच्यो है। यति गरेको। p बाइ w बराबर के हुन्छ tan थीटा प्लस f डिभाइड बाइ यो 1 प्लस f tan थीटा भाग गर्न आयो। अब हामीले p बाइ थीटाको ठाउँमा p बाइ w को ठाउँमा के राख्न सक्छौँ p बाइ w को ठाउँमा p बाइ v सर अपन gr राख्न सक्छौँ। अघि हामीले माथि निकालेको सेन्ट्रिफुगल फोर्स ए v सर अपन gr राखे त्यसपछि के छ अब हेर्नुस् है यहाँ चाहिँ अब e प्लस f कसरी आयो भन्ने कुरा बुझ्नुपर्छ। हामीले यहाँ के गरेका छौँ भन्दाखेरि tan थीटा बराबर e भनेर मानेको छौँ कि मैले लेख्न छुटाएको छु। यो tan थीटा जहाँ छ त्यहाँ चाहिँ e लेख्ने भने हो है। अनि तलपट्टिको कहाँ e प्लस f tan थीटाको ठाउँमा के राख्ने e प्लस f tan थीटाको भनेको e प्लस f। अब 1 माइनस f tan थीटा कहाँ हो भन्ने अर्थ लाग्न सक्छ कि 1 माइनस f को ठाउँमा हामीले 0.15 राख्छौँ कि है 0.15 राख्छौँ है। अनि e को ठाउँमा कति राख्छौँ भन्दाखेरि 0.07 राख्छौँ। 1 माइनस 0.15 इन्टु 0.07 गर्दा त्यो 1 को बराबर नेग्लिजिबल आउँछ। त्यही भएर हामीले यसलाई 1 मानेर अपनमा नलेख्या हो। मैले भन्न खोजेको के हो भन्दाखेरि यहाँ तपाईँले यहाँ देख्नुहुन्छ नि p बाइ w को ठाउँमा v सर अपन gr त हामीले लेख्यौँ। e प्लस f कसरी भयो भन्दाखेरि tan थीटाको ठाउँमा e लेख्ने e रिप्लेस गर्ने tan थीटालाई र f लाई चाहिँ के गर्ने भन्दा f को भ्यालु चाहिँ 0.15 राखिदिने। भन्न खोजेको कस्तो भन्दाखेरि तपाईले यो याद गर्दा पनि भयो यो e प्लस f मात्रै कसरी भयो यो तलपट्टि 1 माइनस f tan थीटा कहाँ गयो 1 माइनस f e हुन पर्ने हो tan को ठाउँमा e राखे पनि भन्ने लाग्न सक्छ। माथि चाहिँ tan थीटाको ठाउँमा e राख्ने f को f e प्लस f भइहाल्यो। यो अपन मुनि चाहिँ के गर्नुपर्छ भन्दाखेरि 1 माइनस f को ठाउँमा 0.15 राख्ने tan थीटा भने e को ठाउँमा 0.07 राख्ने। यो गर्दाखेरि मोटामोटी 1 को नजिक आउँछ कि 0 समथिङ आउँछ हैन। त्यही भएर हामीले यसलाई इग्नोर गरेको। त्यही भएर e प्लस f मात्र लेखेको यो बुझ्नु पर्यो। हो यो नै हाम्रो के हो त एक्सप्रेसन हो सुपर इलिभेसन लागि एक्सप्रेसन यही हो। अब यो भने के हो हेरौँ। e भनेको रेट अफ सुपर इलिभेसन f भनेको लेटरल फ्रिक्सन है v भनेको भेलोसिटी अफ भेहिकल मिटर पर सेकेन्डमा यो लेख्न पर्छ है। फेरि मिटर पर सेकेन्डमा हुने हैन भने यहाँ भ्यालु चेन्ज हुन्छ। त्यसपछि एक्सेलरेसन g भनेको एक्सेलरेसन ड्यु टु ग्रेभिटी r भनेको रेडियस अफ द कर्व। यति गरिसकेपछि हाम्रो यो डेरिभेसन पनि कम्प्लिट हुन्छ। कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्यांक यू।